वेलकम टू माई मिनी ब्लग गाइज। आज मौसमले च्यालेन्ज हानेर अब हामी नेपाली खाना ढिँडो बनाउने तयारीमा छौँ। यता अब टमाटर कटिङ हुँदैछ भाइको तर्फबाट। अब मौसमले च्यालेन्ज हानिसकेपछि अब के गर्नु, खानै पर्यो हैन। यता अब मेरो भाइले यता खसीको मासु बनाउँदैछ। अब यता खसीको मासु तयारी हुँदैछ पाक्ने। यता अब म ढिँडो बनाउने तयारीमा छु, बनाइरहेको छु। आज अब ढिँडो खसीको मासु हुन्छ, कोदाको ढिँडो प्लस खसीको मासु। त्यही गर्नु, मौसमले च्यालेन्ज हानिसकेपछि खानै पर्यो। अब परदेशमा भए पनि अब नेपालको खाना भनेपछि अब एकदम मनपर्ने चिज फेरि यो। अब हामी गाउँको मान्छेको लागि झन् एकदम फेभरेट, तागतिलो खाना, एकदम डाइट यो भनेको है। सबैले खानु होला। अब मौसम तपाईँकोतिर के कस्तो छ?